वार्ड अफ द कम्युनिटिज भन्छ नि, त्यो समुदायको भूगोल चाहिँ सबैभन्दा महत्त्वपूर्ण कुरा रहेछ त्यहाँको संस्कृति पर्वहरूसँग। त्यसो गर्दाखेरि दसैँ चाहिँ हाम्रो लिम्बूको मात्रै होइन, एज अ नेपालीकै होइन भन्नेमा चाहिँ सबै चाहिँ सहमत हुनुपर्छ भन्ने लाग्छ है। म नेपालको हिन्दू होस् चाहे गैर हिन्दू होस्। अर्को कुरा चाहिँ यो नेपालमा चाहिँ दसैँ चाहिँ अब हाम्रो सबै प्रस्तुतिहरू सुन्दाखेरि दुईजनाको प्रस्तुति सुन्दाखेरि खास गरिकन नेपाल चाहिँ हिन्दू र गैर हिन्दू बिचको एउटा अ, द्वन्द्वको प्रतिनिधि बिम्ब जस्तो बढिरहेछ जस्तो लाग्छ। यतापट्टिबाट पनि बढिरहेछ, अर्कोपट्टि बढिरहेछ है। अरू कुरा चाहिँ जुन दसैँ चाहिँ अब सबै अध्ययन गर्दाखेरि भारतको पश्चिम बङ्गाल, त्यो उडिसा, त्यो क्षेत्रमा सुरु भएको, बङ्गाल क्षेत्रमा भन्ने कुरा छ। र त्यो महिषासुर चाहिँ आदिवासी नायक थियो, अनि त्यो जुन त्यसलाई मार्नको निमित्त आर्यहरूले चाहिँ एउटा के भन्छ, एउटा व्यभिचारी राक्षसी एकजना आइमाईलाई चाहिँ पठाएपछि त्यसले मार्छ। अनि त्यो आदिवासी नायकलाई चाहिँ मारेपछि त्यसलाई नवदुर्गा अथवा दुर्गाको उपमा दिइन्छ, र त्यसरी भाष्य निर्माण हुन्छ। यो विषयमा चाहिँ भारतमा धेरै ठुल्ठुलो छलफलहरू भएको छ। अ, त्यो एकजना हाम्रो नेपाल भारतको चाहिँ त्यो जवाहरलाल नेहरूको जुन विश्वविद्यालय छ, त्यहाँ चाहिँ मास्टर अथवा डिग्री लेभलमा अथवा एमफिल लेभलमा पनि धेरै छलफलहरू भएको छ क्या पहिला। बहस भएको छ। अनि धेरै ठाउँ चाहिँ यो महिषासुरको पर्व पनि मान्छ, त्यसको के भन्छ उत्सव पनि मनाउँछ क्या, महिषासुर चाहिँ नायक हो भनेर। त्यसरी स्थापना भएको पाइन्छ। अनि अर्को एउटा चाहिँ दसैँ चाहिँ गोर्खाबाट चाहिँ यता काठमाडौँ ल्याइयो, अथवा फुलपाती पनि त गोर्खाबाट काठमाडौँ छिरायो भन्ने कुरा छ। एउटा यो एकजना लेखक चाहिँ, एउटा भारतको लेखक जसले चाहिँ अलिक बढी अङ्ग्रेजीमा लेख्छ, यो जुन एकजना देवदत्त पट्टनायक भन्नेले चाहिँ माया गीता सीता इल्लुस्ट्रेटेड रिलेटिङ अफ द रामायण भन्ने उसको किताबमा चाहिँ विशेष गरेर पश्चिम बङ्गालको यो क्षेत्रमा, बङ्गाल क्षेत्रमा सुरु भएको, अनि त्यसमा चाहिँ विशेष गरी यसको यो अलिअलि बुझ्दाखेरि चाहिँ सिक्किम, दार्जिलिङ, कालिम्पोङ, अनि पान्थर, इलाम, झापा, मरङ, सुनसरीहरू पनि मलाई लाग्छ यो गोर्खा अथवा काठमाडौँमा चाहिँ दसैँ मान्नु सुरु हुनुभन्दा अगाडि नै मान्थ्यो भन्ने कुरा त्यो उसको किताबमा चाहिँ मैले उल्लेख गरेको पाएको थिएँ क्या। त्यसो गर्दाखेरि नेपालबाट भनियो, तर जति बेला चाहिँ जुन दसैँ सुरु हुँदाखेरि त नेपालै भएको थिएन। 1831 सालदेखि नै पूर्व नेपाल भयो। त्योभन्दा अगाडि त नेपाल थिएन। त्यसो गर्दाखेरि त्योभन्दा अलिक अगाडि अगाडि नै झन्डै झन्डै नेपालको पूर्वी क्षेत्रहरू चाहिँ मा चाहिँ दसैँहरूको प्रभावहरू आइसकेको हो कि भन्ने कुरा चाहिँ त्यो पट्टनायक भन्ने, देवदत्त पट्टनायक भन्नेको किताब, त्यो उसको बुकमा चाहिँ त्यस्तो कुराहरू लेखेको थियो। अस्ति मैले एकपल्ट हेर्दाखेरि पुरपराकै कुरा मैले बिर्सेँ। दसैँको चर्चा बढी थियो, एउटा एफएमले अन्तर्वार्तामा बोलाएको थियो र मैले त्यो पढेको थिएँ। अरू कुरा चाहिँ अब मेरो सकिनु आँट्यो होला। अन्त्यमा मेरो त केही छैन। आदरणीय विद्वानहरू आउनुभएको छ, तपाईँहरूको कुरा म सुन्न बसेको छु। अब म अब यो टिप्पणी गर्नलाई सबैभन्दा धेरै अध्ययन चाहिन्छ। अब अध्ययन गर्न भ्याइँदैन। हामी अभियन्ताहरू विशेष गरेर सोसियल मुभमेन्टमा लाग्नेहरू अध्ययन गर्न पाइँदैन। अध्ययन गर्न नपाएपछि बोल्न सकिँदैन। अर्को अन्त्यमा चाहिँ मलाई के लाग्छ भन्दाखेरि हामीलाई अहिले यो सबै कुरा एनालाइज गर्दाखेरि हामीले गर्नुपर्ने चाहिँ अहिले डिकोनोलाइज रेगुलेसन जस्तो लाग्छ है। त्यो चाहिँ के भन्दाखेरि हामीले मान्ने कुनै चिज हामीसँग छैन क्या। दसैँ पनि नेपाली होइन, नेपालमा सुरु भएको होइन। नेपालमा भएका राजनीतिक पार्टीहरू पनि नेपालमा सुरु भएका होइनन्। हामीले खेद्ने राजनीतिक पार्टीहरू काङ्ग्रेस, एमाले, काङ्ग्रेस कलकत्तामा सुरु भएको हो। एमालेहरू सबै रुसमा, जर्मनीमा सुरु भएको हो। त्यसो गर्दाखेरि आम नेपालीकै बहसको विषय हुनुपर्छ क्या यो दसैँ, हाम्रा पार्टिजहरू, हामीले मान्ने पर्वहरू। हामीले पश्चिमी संस्कृतिको जुन उपनिवेशको कुरा मात्रै गऱ्यौँ, बढी हामीले पश्चिमी पश्चिमी भनेर पश्चिमीले गाल्यौँ। तर पूर्वीय सभ्यतामा विकास भएको सांस्कृतिक बुल्डोजरहरूले हाम्रो समुदाय त सिद्धिएर आएको चाहिँ कहिले पनि हामीले देखेनौँ क्या। खासमा त पूर्वीय सभ्यतामा विकास भएको सांस्कृतिक बुल्डोजरहरूले चाहिँ हाम्रो सबैभन्दा धेरै भाषा, लिपि, धर्म, संस्कार, संस्कृति, पहिचान र हाम्रो जातीय, हाम्रो नेसन बिल्डिङमै सबैभन्दा धेरै प्रब्लम ल्याएर आएको हो नि त। त्यसो गर्दाखेरि हामी अहिले हुने भनेको चाहिँ एक नम्बरमा हामीले सोच्दै बुझ्छ डिकोनला रहेछ, हामी उपनिवेश मुक्त हुनुपर्ने रहेछ। दुई नम्बरमा पनि उपनिवेश मुक्त हुनुपर्ने छ। तिन नम्बरमा पनि उपनिवेश मुक्त हुनुपर्ने छ। त्यो भनेको चाहिँ के रहेछ भन्दाखेरि हामीभन्दा बाहिरका संस्कृति, हामीभन्दा बाहिरका पार्टिजहरू, हामीभन्दा बाहिरका कल्चरहरूलाई चाहिँ हामीले बन्देज लाउनुपर्छ। र त्यो सँगसँगै
अब यो अहिले एउटा बहस पनि भयो, संसारभरिकै हेरिरहनु भएको छ होला। हामीले उपनिवेश मुक्त हुनको निमित्त आज संसार चाहिँ अब यो बहुराष्ट्रिय कम्पनीहरूको कब्जामा चाहिँ हिल्लिरहेको अवस्थामा विशेष गरी आदिवासी याक्थुङ समुदायले हामी कसरी डिकलोनाइज हुने भन्ने एक नम्बरमा सोच्ने, दोस्रो नम्बरमा चाहिँ वरिष्ठ कम्पनी मल्टिनेसनल कम्पनीजहरूले ल्याएका हाम्रो सांस्कृतिक बुलडोजरहरूलाई चाहिँ ठाउँ ठाउँ चोक चोकमा चलाउनुपर्छ र सडकमा पछार्नुपर्छ। मैले यदि भनेपछि टिप्पणी भन्दा पनि म खास गरिकन एउटा विद्यार्थीको नाताले म सुन्न पनि आएको थिएँ। तपाईँ आदरणीय सल्लाहकार हुनुहुन्छ, विद्वत वर्गहरू यहाँ सहभागी हुनुहुन्छ, तपाईँहरूको कुरा समेत सुन्ने अपेक्षासहित म बिदा हुन चाहन्छु। सेवाहरू।